हेर्नुहोस् है, आज चाहिँ हाम्रोमा हिरोको नयाँ मोडल नयाँ बाइक एक्सपल्स 4V मा 49,933 किलोमिटर मात्रै कुदेको बाइक छ हैन। र यो बाइक चाहिँ स्टार्टको समस्या भएर दाइले लिएर आउनु भएको थियो। यहाँ नजिकै सोरुम पनि छैन है यसको। र यो बाइक चाहिँ मैले चेक गरिरहेको छु हैन। र यो बाइक चाहिँ मैले चेक गर्दाखेरि चाहिँ खासमा यसको समस्या चाहिँ के देखियो भने ट्याङ्कीको हाम्रो जुन फ्युल पम्प हुन्छ नि त्यो चाहिँ बिग्रिसकेको रहेछ। यसरी तेल मजाले फालिरहेको छैन, तेलै आएको छैन, एकदमै अनै भएको छैन मोटर हैन। र उहाँले अब दाइले सोरुममा पनि फोन गर्नुभयो, सोरुममा पनि बुझ्नुभयो, सोरुमबाट अब नम्बर खोज्दा यता फोन गर्ने उता फोन गर्ने 3-4 ठाउँ फोन गर्नुभयो बिचरा। र उहाँले पनि भन्नुभयो यहीँ बनाइदेऊ, अब मै बनाएर लान्छु भन्नुभयो है। र सोरुमवालाले यस्तो कुराहरुमा चाहिँ रेस्पोन्स दिनै पर्ने हो, किनभने नयाँ बाइक यसरी बिग्रिसकेपछि चाहिँ रेस्पोन्स दिनु पनि पर्छ, किनभने धेरै लगानी गरेर खर्च गरेर बाइक किनेको हुन्छ हैन। र मैले चाहिँ हाम्रो वर्कसपमै बनाइदेऊ भनेर बनाइदिइरहेको छु हैन। र उहाँले चाहिँ अब यो जुन फ्युल पम्प हुन्छ नि यो पम्पको मोटर चाहिँ म फटाफट चेन्ज गर्दैछु, भिडियो लामो हुन्छ भनेर मैले मोटर चेन्ज गरेको भिडियो बनाएको छैन है। र यसरी हामीले मोटर चेन्ज गर्दा चाहिँ यसरी पेट्रोल मजाले फ्यालेको छ। अब चाहिँ उहाँलाई म फिटिङ गर्छु र बाइक यसरी मजाले स्टार्ट भएको छ हैन। र दाइ पनि मजाले खुसी भएर चाहिँ बाइक लिएर जानुभएको छ। एकदमै राम्रो भएको छ बाइक चाहिँ।